ल माडी भ्लग माडी जाँदैछौँ चितवन राष्ट्रिय निकुञ्ज हुँदै यो राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो जङ्गलभित्र प्रवेश गऱ्यौँ गोल्डन फ्युचर इङ्ग्लिस स्कुलबाट हामी माडी अवलोकनको लागि जाँदैछौँ यो पुल माथि छ मैले हेर्नुहोस् दर्शकले यो पुल हेर्नु अनि यहाँ बिचमा सबै डुबेछ पानी बढेर रहेछ अब खोलामा बढेर हामी चाहिँ ल भर्खर जङ्गल कटियो जङ्गलबाट बाहिर निस्क्यौँ हाम्रो टोली पछाडि पछाडि उहाँ यहीँ छन् दुइटै हेडिङ टुवर्ड्स माडी बस छुट्टै देश गए जस्तो भयो नि है स्विजरल्यान्ड हो र यो होइन किन होला नेपाल भनेर नेपाल चाहिँ होइन त्यो चाहिँ कोरिया त्यो साउन्ड हाल्ने कोरिया हो कोरिया ठाउँ हो ठ्याक्कै नेपाल जस्तै देखिन्छ सितै खोला पुल ल सितै खोला पुल पनि अब कटेर अगाडि जाँदैछौँ यो चौरतिर झर्ने होला हामी यो चौरतिर मलाई पनि देखाउनु नि भ्लगमा म त फेरि आउँदैन आउने ल हाम्रो राइडर पवन सर त्यहाँ माथि पुल हुँदा हुँदै पुल मुनिबाट यहाँ साइडबाट चाहिँ आइयो हामी अब अगाडि बढिँदैछ होइन परेन दुईतिर बनाएर दामी देखिन्थ्यो है अलि भुजेल हजुरहरू दुईलाई त पहिला खोलाले बनाएको